साथीहरु हेर्नुस् तपाईहरुले सामाजिक सञ्जालमा हेर्नु भएको होला भाइरल भएको हैन यो दैलेखको जलजले भन्ने ठाउँमा यो पेट्रोल पम्प उत्पादन हुँदैछ हाम्रो यहाँ नेपाल र चाइनाले मिलेर बनाउन लागेको छ सो All right, so hey guys, what's up everybody? It's our boy Alex starting the game with the new video. Baby, so hey, fam bro. म चाहिँ आज कहाँ आएको छु भन्दाखेरि त्यो दाङ भन्न लाग्थ्यो हैन है सुर्खेतको खरिगैरा मुहाम खरिगैरा एकमा आएको रहेछु म सुर्खेत दैलेख कर्णाली प्रदेशको नेपाल श्री जयन्ती माध्यमिक विद्यालयमा आएको रहेछु म हैन विद्यालयमा आएको रहेछु हुनाले विद्यालय नजिक आएको छु म चाहिँ यो चाहिँ स्कुल हो म चाहिँ यहाँनिर नजिकै आएको छु हेर्न सक्नुहुन्छ बिहानको 6:30 बजे छ म यति बिहान आज उठे र फ्रेस पनि भइसक्यो म सो यतादेखि चाहिँ धेरै घुम्ने ठाउँ छ रे कता कता सो अंकल आउनु भएको छ अंकललाई सोधौँ हामी के छ यतातिर घुम्नलाई अंकल यता घुम्ने ठाउँ के कस्तो छ कतातिर राम्रो छ घुम्ने ठाउँ कि घुम्ने ठाउँ हजुर के छ यता तलतिर अंकल हजुर सबै छ न अंकललाई पनि खासै थाहा छैन के सबै छ भन्नुहुन्छ खै हामी पनि तलतिर गएर हेर्दियौँ न त के रहेछ कस्तो रहेछ यो हेर्दियौँ न हेर्न पनि जानु भएको रहेछ हाम्रो दाइहरू पनि अगाडि हामी पनि आएर चाहिँ भ्यू हेर्दियौँ मजाले ल है मजाले पनि यहाँ रहेछ सो दामीलाई कस्तो मिठो रुगा लागेको थियो सन्चो जस्तो छ तपाईँहरू पनि टेस्ट गर्ने र गर्नु न ल हामी घरतिर लाग्यौँ अब अनि यहाँको बाटो चाहिँ बन्दै रहेछ सो ठिकै छ कस्तो स्पिडमा आयो पुरा धुलो खाइदियो हामीलाई छ सो गाइज हेर्न सक्नुहुन्छ हामी दैलेखको जलदैलेखको पेट्रोल उत्पादन हेर्न जाँदैछौँ है यहाँदेखि पुल आउने रहेछ 3वटा पुल रहेछन् यता हेर्नुहोस् त अब हामी जान्छौँ अनि देखाउँछौँ तपाईँलाई हामी पुरै नजिक आइसकेका छौँ पुरै एक्साइटेड झन् बढिरहेको छ पुरै क्या अति बढिरहेको छ सबलाई एक्साइटेड भइरहेको छु म एकदमै ट्राफिक किन रोक्नु भयो हामीलाई हजुर सर यही हेर्न आएको पेट हजुर ओ माय गॉड जलजले हामी त आइसक्यौँ यहाँ पेट्रोल हेर्न अब यहाँभित्र चाहिँ फोटो सुट गर्नु पो दिनुहुन्न भन्ने कुरा हो जान दिनुहुन्छ कि नै थाहा भएन के लेख्नु भएको छ स्थलन मात्रै बिना प्रवेश निषेध गेट भिडियो बनाउनु पो मिल्छ मिल्दैन भन्ने कुरा एकछिन हेरिहाल्नु त 1 2 3 नम्बरमा चाहिँ म आएँ सो चाहिँ जानिदिनु भयो हामीलाई अब के कस्तो छ हामी पनि हेरौँ यो पेट्रोल उत्पादन हुन्छ अरे कि यहाँ तपाईँहरूले पनि इन्जोय गर्नु होला अब यस्तो ठाउँ देख्नु भएको छैन होला सो सुर्खेतको दैलेखमा हो कुन ठाउँदेखि कुन के निस्किन्छ त्यो त हामीलाई थाहा भएन हाम्रो गाइजहरू आउँदै हुनुहुन्छ ओ हेलो के छ ओ जय साहब बहिनी उचिन त नि तिनी बहिनी इन्जोय जोइ होइन अनि हामी चाहिँ यता जेठान साहब चाहिँ तलतिर हिँडिरहेको होइन हजुर ओहो ल है यस्तो बबालको आहा दामी रहेछ यस्तो बबाल आहा त्यो चाहिँ हुनुपर्छ नेपालमा यहाँ फलमहरू हेर्न सक्नुहुन्छ के कस्तो छन् अहिले बन्दैछ अझै यसको चाहिँ 4500 मिटर चाहिँ यसको तल खनिँदैछ रे पेट्रोल उत्पादन भयो भने नेपाललाई कति अगाडि बढाउँछ होला यसको नाम चाहिँ कति चर्चितमा छ र पछि गएर पनि कति चर्चित हुन्छ होला हात गइरहेछ र अझै पनि अगाडि बढ्दै जाओस् भन्न चाहे हामीहरूले है गाइस हामी अहिले आइसकेका छौँ दैलेखको बजारमा है दैलेखको बजारमा हामी हामीलाई हावा भन्न आयौँ हामीलाई भन्नाले पनि टायरलाई सो एकछिन बसेर हामी जान्छौँ 1.5 2 घन्टा लाग्छ त्यो धैर्य गर्न हामी पुगिहाल्छौँ सुर्खेतदेखि जाँदैन रे गाडी जान्छन् कि नै बन्द छ कि के छ थाहा भएन बन्द छ भन्ने कुरा सुनेको सो के हुन्छ अब हेर्दै गरौँ तपाईँहरू हेर्दै गर्नु होला साथ सपोर्ट बनाइराख्नु होला है गाइज हामी चाहिँ यो खोलाको छेउछेउ हुँदै आइसक्यौँ अब घरतिर लागेको त्यस्तै राम्रो भ्यू हेर्दै जाउँ है साथीहरू मसँग
आहा यहाँ त के दामी रहेछ यार हेर्नु न त्यो भाइरल भएको चाहिँ फुलहरू लाली गुराँसको हुन्छ नि फुलहरू झर्न आँटिसकेको रहेछ नि त्यो पनि दामी लाग्यो यार हामीलाई हेरेर बाटो पनि कति धेरै छन् क्यामेरा हेरेर राखेको छु सल्लेरी हुँदै अगाडि भ्यू पनि दामी जस्तो मानेको छु क्या त्यसैले भिडियो बनाएको हेर्नु न गाइज कस्तो दामी छ आहा बबाल टाइपको क्या हेर्नु त सो हामी चाहिँ फाइनली यहाँ दैलेख रोडनिर होइन दैलेख रोडनिर बसिसकेका छौँ यो लाइट हामी आएको गाडी चाहिँ यो पछाडिको हो अब चाहिँ हामी यहाँदेखि बुलबुले जान्छौँ कारण पनि थाहा भएन बुलबुले जान्छौँ होला भन्ने लागिरहेको छ मलाई सो लेट्स सी गाइज बुलबुलेमा आएर हामीहरू आफ्नै तालमा घुम्दै मस्त छौँ तपाईँ पनि हेर्ने केही क्लिपहरू यहाँ बोट खेल्न लागेको थियो सो मैले त्यहीँ देखाएको छु है हेर्दाखेरि त मलाई पनि रहर लाग्छ तर पानी हल्का फोहोर रहेछ त्यसैले म जान्न नखेलौँ है म खेल्दैन डर लाग्छ मलाई जान्न ल इन्जोय गर्नु तपाईँहरू हेरेर गाई चाहिँ हामी चाहिँ केही ढिला नगरेर बुलबुलेदेखि आइसकेका छौँ र हामी अब घरतिर लाग्छौँ किनकि हामीलाई ढिला छ त्यसैले हामी घरतिर छिटो आइसक्यौँ 3:30 बजिसकेको छ हामीलाई घर जाँदा जाँदा ढिला हुन्छ सो हामी निस्किसक्यो हामी यहाँ के भयो रे हो र हाम्रो गाडी हराएको छ रे सो कहाँ छ भनेर तपाईँहरू पत्ता लगाइदिनु त गाई छिटो ऊ बहिनीले भनेको होइन सो छिटोको छिटो है मेरो मोबाइलमा खासै चार्ज पनि छैन 3:30 बजिसकेको छ त्यसैले हामी बुलबुलेदेखि बाहिर निस्किसकेका थियौँ हाम्रो गाडी पनि आइसक्यो चार्ज गरेर दियो भने ल सबैजना बस्नु त एक एक गरेर ल बस्नु त मस्त हुन्छ ब्याउला है मेरो चाहिँ अगाडिको सिट हो सो म चाहिँ अगाडि बस्छु किनकि मलाई बोमेट आउला जस्तो पनि हुन्छ भन्ने नाटक गर्छु कि म यहाँ बस्नको लागि अनि गाइज हेर्नु हामी निक्लिसक्यौँ अब सुर्खेतदेखि हिँडिसक्यौँ त्यो पनि सल्यानको गाना सुन्दै हिँडिया छ हामीहरू रमाइलो गर्दै यो चाहिँ सुर्खेतदेखि बोटे चाहिँ आउने बाटो हो सुर्खेतदेखि छिन्चु जाने बाटोको भिडियो बनाउनु पाएन मैले सरी अनि म यता चाहिँ पिच बनाउनु लागेको रहेछ यो बाटो म पहिला पनि हिँडेको थिएँ एकचोटि त्यति बेला पिच थिएन म हिजो आउँदाखेरि चाहिँ सुकिसकेको थिएँ त्यसैले थाहा नै पाएन अहिले हेरेँ मैले होइन पिच रहेछ क्या दामी जताको त्यही अफरोड कति नै छैन कि सो हामी यता बोटी चौरतिर पुगिसकेका छौँ र बोटी चौरमा आएर नास्ता अर्डर गरिरहेका छौँ र हामी 6-7 जना भएको कारणले हल्का ढिला बन्छ अरे सो अब हामीलाई यहाँदेखि घर जानु टाइम कति लाग्छ भनेपछि आई थिङ्क लाग्छ होला सायद 3 घन्टा जति 3 देखि 2.5 घन्टा लाग्छ मेरो विचारमा है उतादेखि चाहिँ स्पिडमा ल्याउनु भएको छ अब यतादेखि कतिको स्पिड लग्नुहुन्छ कतिको स्लो लग्नुहुन्छ भन्ने कुरामा भर पर्छ र हामी कति बेला पुग्छौँ तपाईँहरूलाई देखाउँछ मेरो मोबाइलमा चार्ज भयो भन्ने है किनकि मेरै मोबाइलदेखि गाना बजाइरहेको छ नि त त्यसैले मेरो मोबाइलमा चार्ज नहुन पनि सक्छ सो त्यही गाई चाहिँ हाम्रो चाउमिन आइसक्यो उनले चाहिँ स्टार्ट गरिसक्यो नुन लगाएर खान्छ है म आफै नुनको पनि खान्छु भने नुनै छैन भने कतिको लागेको होला भन्ने कुरा अब ड्रेस गर्नु है अब खाना खाएर के देखाउनु बाई धारा पानी रह्यो है धारा पानी रह्यो ओ माई गड ल हाम्रो पालो आएको बेला ढुङ्गा पनि तल खोज्थ्यो क्या माया सो आजको चाहिँ मेरो लास्ट भिडियो है मेरो मोबाइलमा चार्ज छैन सो अहिले बाई बाई